हेलो साथीहरू, दर्शन नमस्ते। म फेरि पनि आज एउटा भिडियो लिएर आएको छु हजुरहरू सामु। ल हेर्नुहोस्, कोरियामा पनि यो जङ्गलको यस्तो बाटो बनाएको छ कोरियाले। ल हेर्नुहोस्, कोरियाको विकास है, तपाईँहरूले चाहिँ यो हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, कोरियामा यस्तो बाटो बनेको छ। कुनै पनि यो बाटो बनाएको छ कोरियामा। त्यो धेरै जस्तो बाटोहरू चाहिँ यो जङ्गलको ठाउँमा हालेको छ। यो मलाई यो जहाँसम्म लाग्छ, जङ्गलको बाटो जहाँ बनाउँछ, धेरै बनाउँछ नि, यो बाटो बलियो र एकदम चाहिँ बाटो पनि ठुलो बनाउन सकिँदो रहेछ भन्ने मलाई लागिरहेछ। हाम्रो नेपालमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ पुरा खोलाको छेउमा बाटो छ है। खोलाको छेउमा बाटो हुँदाखेरि चाहिँ अलि फराकिलो बाटो पनि बनाउन सकिँदो रहेछ जस्तो लाग्यो र चाहिँ अलि जस्तो ड्राइभिङ गर्ने मान्छेलाई पनि अलिक सुरक्षित नहोला जस्तो लाग्यो मलाई चाहिँ। त्यसै कारणले चाहिँ बाटो बनाउँदाखेरि चाहिँ एउटा कुरा मैले के यसो गाडी चलाएर बाटोमा हिँड्दाखेरि चाहिँ मैले राम्रो लाग्यो भन्दाखेरि चाहिँ बाटो बनाउँदाखेरि चाहिँ यो वनको बाटो चाहिँ राम्रो हुन्छ। बरु बाटो राख्ने भने चाहिँ राम्रो होला जस्तो लाग्यो। वनतिर चाहिँ बाटो च्याप्ने जस्तो बाटो बनाउने अलिक ठुलो फराकिलो बनाउन सकिँदो रहेछ। किन भन्दाखेरि अब यो पुरा धेरै त यो जेसुकै ठाउँको पनि त यो जमिन धेरै त यो वनको हुन्छ नि त, बलियो पनि हुने भयो र धेरै पनि यस्तै छ। मलाई चाहिँ यो कोरियाको यो चाहिँ यो हाई रोड होइन, यो कोरियाको बाहिरको बाटो पनि, यो भित्री बाटो पनि मलाई एकदमै मनपर्छ। यो हाई रोड होइन, यो भित्री बाटो हो। यो भित्री बाटोमा पनि यो एकदम राम्रो बनाएको छ। भित्री बाटोहरू यो लगभग मेरो विचारमा यो नेपालको हाइवे पनि यतिको छैन। हेर्नु साथीहरू, यस्तो छ। हाम्रो देशमा बाटो कहिले बन्ने त यस्तो साथीहरू, हेर्नुहोस् कहिले बन्ने। त्यही भएर साह्रै चाहिँ एकदमै चाहिँ दुःखलाग्दो कुरा छ। नेपालमा कहिले बन्ने बाटो यस्तो। यत्तिकै मात्रै यो हाम्रो नेपालको यो हाई रोड यत्तिकै मात्रै हुने भने चाहिँ कतिसम्म पर्यो। हुन त म नेपालको सबै ठाउँमा त घुमेको छैन, कोही ठाउँमा होला भने बाटो यत्तिको है नेपालमा। तर हाम्रोतिर चाहिँ पर्वत बाग्लुङतिर चाहिँ त्यसरी बाटो छैन, यत्तिको बाटो छैन। त्यही भएर हेर्नु साथीहरू, यस्तो चाहिँ यस्तो डाँडा पऱ्यो भने चाहिँ यस्तो टनेल यस्तो बनाएर चाहिँ यस्तो बनाएको हुन्छ। टनेलको यस्तो बनाउँछ। हाम्रो चाहिँ यो डाँडो खोलेर चाहिँ यस्तो टनेल बनाउँछ। हेर्नुहोस्, यस्तो टनेलको धेरै जस्तो टनेलको बनाएको छ। जाने आउने है, यस्तो छ। के हो साथीहरू, अब नेपाल पनि छिट्टै नै अलि विकास भयो भने केही होला भन्ने आशा लाग्ने यस्तो छ।